हामी चाहिँ लुम्बिनी जाँदैछौँ। तपाईँ बुटवलकै बासिन्दा हुनुहुन्छ होइन। लुम्बिनीको बारेमा जे होस् सम्पूर्ण कुराहरू जान्नु बुझ्नुपर्ने कुराहरू तपाईँलाई थाहा छ होइन, मलाई चाहिँ थाहा छैन। अब हामी कति किलोमिटर यात्रा पश्चात चाहिँ लुम्बिनी पुग्छौँ? किलोमिटर त मैले म्यापै हेर्नुपर्छ होइन। होइन एक्ज्याक्टली नै यति किलोमिटर, 20 किलोमिटर, 37 किलोमिटर जस्तो हो। अहिले हामी कुन ठाउँमा छौँ? गोरुसिङबाट भित्र लाग्यो हो, तिलौराकोट हुँदै जान्छौँ होइन। हजुर, अब तिलौराकोट चाहिँ ऊ त्यो भनेर भनिदिन्छु। अब यसो जङ्गल जस्तो देख्यो भने होइन, भित्र छिर्न पाइँदैन। बुद्ध जन्मेको ठाउँ, बुद्ध जन्मे आएर उसको चाहिँ त्यहाँ घर चाहिँ त्यहाँ हो होइन। जन्मिया चाहिँ ऊ मामा घर जाँदाखेरि चाहिँ देवता मामा घर जाँदाखेरि चाहिँ बाटोमा जन्मिया हो। त्यो भनेको चाहिँ लुम्बिनी हो होइन। यो चाहिँ उसको एक्चुअल घर तिलौराकोट हो। ल ठिक छ। हामी चाहिँ अहिले सिद्धार्थ गौतम बुद्ध जन्मिया ठाउँ लुम्बिनी नेपालको एउटा इतिहास प्रसिद्ध ठाउँ हो, जो कोहीलाई पनि थाहा नभएको चाहिँ कोही नै छैन होला। सो अब म चाहिँ फर्स्ट टाइम जाँदैछु। हाम्रो दाइ चाहिँ बुटवलकै हो, उहाँ चाहिँ र लुम्बिनी चाहिँ आइराख्नुहुन्थ्यो अनि हामीलाई घुमाउनको लागि जाँदै हुनुहुन्छ। हाम्रो टिमहरू पछाडि हुनुहुन्छ। हामी चाहिँ अहिले गोरुसिङे हिँड्दै लुम्बिनी पुग्नेछौँ। तपाईँहरूलाई त्यहाँ कस्तो छ म देखाउने छु, किनकि म पनि फर्स्ट टाइम हो। गोरुसिङे तिलौराकोट हुँदै लुम्बिनी, गोरुसिङे तिलौरा अनि लुम्बिनी होइन। तिलौरा होइन कि तिलौरा तिलौराकोट। ओके, मेरो तिलौराकोट होला। कस्तो राम्रो देखेको, जङ्गलको बाटो कति सिधा कि होइन। यहाँ गाडी चाहिँ नि धेरै हिँड्दैन क्या, त्यो भएर यताबाट ल्याइदिए सिधै। उता अगाडिबाट बाटो छ मलाई, त्यतातिर बस्ती छ क्या अलि भन्दा नै। हाम्रो हनुमानजी कस्तो ह्यान्डसम हुनुहुन्छ। भाइरलमा हनुमानजीको मूर्ति रे होइन, कत्रो लम्बु रहेछ नि त। टाउको हेर न, खतरा रहेछ नि त नि। हामी तिलौराकोट आइपुगिसक्यौँ। हामी चाहिँ लुम्बिनी क्षेत्रभित्र चाहिँ प्रवेश गरिसकेको छौँ। अब हेरौँ यहाँभित्रको दृश्यहरू। म आएको छैन योभन्दा अगाडि। यिनीहरू हो, डिजाइन त खतरा छ त घर बिल्डिङको त यार। बिल्डिङ त कडा छ त बस पार्कको। बस पार्क त बसहरूले यतातिर पार्किङ गरेको छ। बस यता पार्किङ गराएको छ। हामी यता जाने नि त पहिला। मैले यहाँ ड्रोन उडाइदिएको क्या म्युजिक भिडियो गर्दा। यहाँबाट राइट अनि ऊ त्यो बच्चाहरू बसिरहेको छ त्यहाँदेखि फेरि यता भित्र लेफ्ट। सुन्छ माथि सुन्दैन यहाँदेखि भित्र। ठिक छ, गाडी भित्र राख्दिनु ल, यतै राख्नुपर्छ मिलाएर। फाइनली हामी चाहिँ लुम्बिनी आइपुगिसकेको छौँ। अब यहाँभित्र छिर्छौँ हामी चाहिँ। गौतम बुद्ध नेपालको एक दरिलो इतिहास। उहाँको रियल नाम चाहिँ सिद्धार्थ गौतम पनि भनेर चिनिन्छ। ईसापूर्व 563 तिर जन्मिनु भएको, नेपालमा जन्मिनु भएको सिद्धार्थ गौतम इन्डियामा गएर तपस्या गर्नुभएको थियो। जहाँ जन्मिनु भएको थियो गौतम बुद्ध, म त्यो ठाउँमा आइपुगेको छु आज लुम्बिनी प्रदेशमा। लुम्बिनी प्रदेशको लुम्बिनी जुन चाहिँ लुम्बिनी प्रदेश भएको छ। यहाँनिर देख्न सक्नुहुन्छ बुद्धको स्तूपा छ।
जुन लुम्बिनी एरिया चाहिँ एकदमै ठुलो एरिया छ जहाँ चाहिँ एक दिनमा हामी घुमेर सकिँदैन, धेरै नै ठुलो छ होइन। यो चाहिँ अहिले यहाँनिर स्तूपा रहेछ, हामी यहाँसम्म आयौँ, हामीसँग टाइम छैन, एकदमै थोरै टाइम छ, सो थोरै घुम्छौँ होला र परतिर जानु छ, हामी परतिर पनि जान्छौँ। धेरै घुम्ने टाइम छैन, धेरै भयो भने 1 घन्टा जति हामी मेन ठाउँमा पुग्छौँ होला। लुम्बिनी क्षेत्रभित्र छौँ अहिले चाहिँ हामी, हाम्रो टिमहरू त अगाडि जाँदै हुनुहुन्छ। म चाहिँ फर्स्ट टाइम हो यहाँनिर लुम्बिनी आएको, रूपन्देही जिल्लामा पर्छ लुम्बिनी चाहिँ होइन। सो मलाई यहाँको बारेमा खासै केही नै थाहा छैन। हाम्रो दाइ हुनुहुन्छ यहाँ बुटवलको दाइले, उहाँले भन्दै हुनुहुन्थ्यो कि केही कुराहरू चाहिँ। अब बुद्धलाई नचिन्ने त विश्वमा कमै होला, किनकि नेपालको एउटा शान र गर्वको कुरा पनि हो, जुन चाहिँ इतिहासलाई दरिलो बनाउन मद्दत गर्नुभएको छ। बुद्ध है नामै काफी छ, तर हामी कतिपय नेपालीहरूलाई चाहिँ बुद्धको ज्ञान के हो त्यो कुरा चाहिँ सिक्नुपर्छ जस्तो लाग्छ होइन। हाम्रो साथीहरू सबै गाडीमा चढिसक्नुभयो, अर्को ठाउँतिर जान्छौँ हामी चाहिँ। धेरै तरिकाबाट धर्म चाहिँ मान्छ होइन। यो पोखरी रहेछ, पोखरी सुकिया रहेछ होइन। अरू केही भन्न चाहनुहुन्छ दाइ यहाँको बारेमा? मलाई थाहा छैन। गौतम बुद्ध जन्मे हो होइन। यहाँ चाहिँ विभिन्न सङ्घ संस्थाहरू, त्यसै देशहरूले आफ्नो प्रतिनिधित्व गरेर सर्टेन मन्दिरहरू बनाएको छ, स्तूपाहरू होइन। त्यही हो, अरू त के हुन्छ र। अनि मेन भनेको यहाँको चाहिँ मायादेवी मन्दिर जानु परिहाल्यो होइन। बिचमा एउटा नहर छ हो होइन। अब हामी नहरतिर जाँदैछौँ। ठिक छ, तर यो बिल्डिङको जुन डिजाइन छ नि दाइ, मलाई बवाल लाग्यो क्या। यता हेर्न लुम्बिनी परिसरभित्रको म्याप चाहिँ यहाँ रहेछ, एकदमै ठुलो छ, जुन चाहिँ एक दिनमा घुमेर सकिँदैन होइन त दाइ। यहाँ के लेखहरू छ, हामी एकदम हतारमा छौँ होइन। अब केही ठाउँहरू चाहिँ घुमिन्छ, किनकि टाइम एकदमै अभाव छ हामीसँग। भित्र मन्दिरभित्र पनि यस्तो कुराहरू बनाइरहेको छ। बुद्धको उपदेश के भन्छ होइन, नलेज बाँडिरहेको। यस्तैमा एकचोटि लड्यो यार स्केटिङ गर्दा, ढाड दुखेर यार। मैले चाहिँ लाइफमा कहिले पनि गरेको छैन। कसले भन्छ? हाम्रो भाइले, हाम्रो त अगाडि भाइले भन्थ्यो क्या, दाइ गर्न बजेको लोटे भएर हात सुन्ने भन्थ्यो कि। लोटेको अरे। ल हामी जाँदैछौँ। ल यही नहरी देख्न सक्नुहुन्छ जुन स्तूपा अघि म त्यहाँनिर गएको थिएँ होइन, जुन पारी सेतु देखिराख्नु भएको छ, त्यहाँदेखि र यो पारी अर्को पनि मन्दिर छ। यहाँनिर बिचमा चाहिँ नहर जस्तो रहेछ, यहाँनिर बोटमा चढेर जान पनि मिल्यो, टुकटुकबाट पनि जान मिल्यो। जुन त्यो स्तूपाबाट चाहिँ यो पारीको मन्दिर चाहिँ पुरै देखिँदो रहेछ, एकदम स्ट्रेट तरिकाले बनाएको रहेछ होइन, देख्न सक्नुहुन्छ। हामी चाहिँ एउटा अलिक ठुलो मन्दिर छ यहाँबाट, अनि बोटको सहायताले जाँदैछौँ। हाम्रो टोलीहरू यतातिर हुनुहुन्छ। हामी चाहिँ लगभग करिब 5 मिनटको बोटको यात्रा पश्चात चाहिँ हामी यहाँ आइसकेका छौँ होइन। जुन यो आगोको एउटा इतिहास छ, यो आगोको एउटा इतिहास छ होइन। मलाई एक्ज्याक्टली सबै कुरा चाहिँ थाहा छैन। यो चाहिँ बुद्धले बालेको होइन त यो आगोलाई चाहिँ, जो सिद्धार्थ गौतमले बालेको आगो आजसम्म पनि निप्दैन भन्ने एउटा
भनाइ छ हैन। हामी यहाँ आइपुगिसकेको छौँ। जुन यो पिपल छ यहाँनिर हाम्रो साथीहरू यता आइसकेका छन्। अनि अब जाउँ अगाडि जाउँ न त। बुद्धको मूर्ति छ यहाँनिर एकदमै धेरै भिडभाड हुन्छ यहाँ चाहिँ। तर अझै अहिले सिजन छैन नि त, देख्न सक्नुहुन्छ त्यो तालहरू रहेछ। दाइ अब हामी कहाँ जाँदैछौँ? मायादेवी मन्दिर जाँदैछौँ। यहाँ लुम्बिनी लेखेको रहेछ यहाँनिर। अहिले आएर फोटो खिच्नु, अहिले फोटो खिचिदिउँ न यहाँनिर। अब ठिक छ, जुल्दै निस्किन पाइन्छ क्या उनीहरू त ओके। यो गाइज टिकट काउन्टर चाहिँ कहाँ अगाडि हो? बोटिङको पनि नलाग्ने रहेछ खासमा, मैले सोधिनँ क्या, बिर्सेछु। हामी चाहिँ मायादेवी मन्दिर परिसरभित्र छिर्दैछौँ। लुम्बिनी परिसर एकदमै ठुलो छ, एक दिनमा घुमेर सकिँदैन। अघि पनि भनिसकेँ तपाईँहरूलाई मैले होइन। एकदमै इतिहास बोकेको ठाउँहरू छ जुन चाहिँ हामीलाई एक्सप्लेन गर्न आउँदैन, सक्दैनौँ हामीले। त्यो कुराहरूलाई चाहिँ पढ्नै पर्छ त्यसको विषयमा चाहिँ। नेपाली मन्दिरहरू छ, बाहिरको मन्दिरहरू छ। नेपाली मन्दिरहरू छ कि हामी चाहिँ मन्दिर परिसरभित्र छिरिसकेको छौँ। एकदम शान्त चाहिँ मन्दिर परिसरभित्र छिरिसकेको छौँ। हाम्रो बुटवलको दाइले हामीलाई गाइड गरिराख्नु भएको छ होइन। यहाँनिर चाहिँ एकदम शान्त स्वच्छ वातावरण छ अनि शीतल होइन। दाइ अगाडि अगाडि हुनुहुन्छ, केटाहरू पछाडि पछाडि छन्। अरू दुईटा केटाहरू कता गयो? आउँदैछन् केटाहरू। यहाँ हामी चाहिँ भित्र छिर्यौँ। अनि कस्तो हुँदो रहेछ भने यो पुरैकै भित्र नि इटा इटा जस्तो, यो के हो मलाई पनि थाहा भएन। अनि बुद्धको पैतालाको आकृति जस्तो एउटा रहेछ भित्र चाहिँ। भित्र किनकि फोटो भिडियो खिच्न पाइँदैन। अनि बाहिर निस्किसक्यौँ हामी चाहिँ। एकदम शान्त वातावरण छ बाहिर चाहिँ होइन। सक्नुहुन्छ लुम्बिनी अवस्थित सबैभन्दा पुरानो मन्दिर चाहिँ राजकीय बौद्ध विहार लुम्बिनी चाहिँ यतातिर रहेछ। हामी जाँदैछौँ। यहाँ थियौँ, यहाँ छ बुद्धको पाइलाको आकृतिहरू केही देखिँदो रहेछ, त्यहाँ थियौँ हामी। अहिले उता जाँदैछौँ। सबै कुराहरू हामी घुम्न हेर्न एक्सप्लेन गर्न बुझ्न त पाउँदैनौँ होला किनकि समय एकदम छोटो छ। त्यो भएर चाहिँ हामी सरसर्ती हेर्छौँ, फेरि पछि आउँछौँ घुम्नलाई। यता केटाहरू पुरै असिन र पसिन भएर कुदिरहेछ होइन। यता पुर्खाहरू पनि रहेछन्। आइ पनि कस्तो राम्रो देखिने क्या। जुन यो मन्दिर चाहिँ लुम्बिनी परिसरभित्रको सबैभन्दा पुरानो मन्दिर हो है। भित्र फोटो भिडियो खिच्न केही नै पाइँदैन, देख्न सक्नुहुन्छ। सायद छिमेकी राष्ट्र इन्डियाबाट आउनुभयो होला उहाँहरू चाहिँ, त्यस्तै लाग्छ। हामी अब जाँदैछौँ हिँड्दै हिँड्दै। घुम्नलाई एकदमै धेरै ठाउँ छ क्या यहाँनिर, सकिँदैन। हामी चाहिँ हिँड्दै 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 आएको। यहाँनिर चाहिँ एकदम खतरा छ अरे भित्र। दाइले भन्दै हुनुहुन्थ्यो मूर्तिहरू। अनि टन्नै छ क्या यहाँ घुम्ने ठाउँ। ब्याड लक भयो, ठ्याक्क 5 बजीसम्म मात्रै चाहिँ ओभर भइसक्यो यहाँनिर चाहिँ। अनि सो अब हामी चाहिँ अर्को ठाउँतिर जाँदैछ। ठुलो खालको बुद्धको स्ट्याचु छ त्यहाँनिर है। यतातिर मन्दिरै मन्दिर छ, यहाँ बिचमा पनि छ। पसिनै पसिना भएको छ अनुहार। के भन्नु छ केटा हो? गर्मी कतिको शान्त लाग्यो लुम्बिनी। लुम्बिनी ठिक छ, घुम्नुपर्छ। बुद्धको ज्ञान महान छ है।
लुम्बिनी चाहिँ यही हो गाइस, घुम्न आउनु होला एकदम समय निकालेर तपाईहरु पनि। ठिक छ ल, यहाँ पनि बन्द भइसकेछ, 5 बजेसम्म मात्रै रहेछ नि त यार सब है। हो बवाल छ क्या, खतरा खतरा रहेछ, भित्र त छिर्नै पाइएन। अब हुन्छ नि, वाउ लुगडी चाहिँ छैन। अब नेपालमै छ के, बुद्धको जन्मभूमि नेपाल हो नि त, तर नेपालीलाई सबै कुरा थाहा छैन। अब यहाँ बन्द भइसकेछ, हामी अलिकति ढिलो आयो, केही छैन, बाहिरबाट हेऱ्यौँ हामीले। हेलो गाइस, आज चाहिँ हामी हिजो लुम्बिनी बुटवलमा बस्यौँ, त्यस पछाडि हामी पोखरा फर्किने क्रममा चाहिँ यहाँ स्याङ्जा गल्याङ नगरपालिका अवस्थित चाहिँ निकै नै ठुलो अग्लो पुल रहेछ क्या यहाँनिर। अनि हामी गाडी रोकाएर एकछिन हेर्न आयौँ। अब फेरि पोखरा लाग्नुपर्ने हुन्छ, लगभग 70 किलोमिटर होला यहाँदेखि चाहिँ पोखरा, देख्न सक्नुहुन्छ। धेरै अग्लो रहेछ क्या पुल चाहिँ। अनि हेर्न लगाइदिएको कुन मन्दिर हो त यो? आमामा, नेपाललाई जे होस् प्रकृतिले चाहिँ धनी बनाएको छ, तर यसको सदुपयोग राम्रो हुँदैन नेपालमा। विकासका पूर्वाधारहरू केही नि त्यस्तो गतिलो छैन। बवाल छ। हामी पोखरा लाग्दैछौँ ल। हामी चाहिँ लुम्बिनी बुटवल हुँदै आजको यात्रा पोखरामा छ। हिजो हामी बुटवलमा बस्यौँ अनि आज बिहानै स्याङ्जा हुँदै पोखरातर्फ जाँदैछौँ। जहाँ मैले भिडियो बनाइरहेको छु यो चाहिँ स्याङ्जा हो। अब स्याङ्जा देखाउनको लागि उतातिर फर्काउनु पर्ने हुन्छ। झाडी मात्रै देखियो, झाडी मात्रै देखियो। गल्याङ नगरपालिका पार गरिसकेर वालिङ नगरपालिका प्रवेश गरेको छौँ स्याङ्जा जिल्लाको। देख्न सक्नुहुन्छ घरको कलर चाहिँ धेरै पिङ्क मात्र हुँदो रहेछ यहाँनिर है। नदी हो कि खोला हो यो? पानी बग्यो नदी, पानी बग्यो पानी नि हैन। झापाली स्याङ्जाली एकदम कडा हुन्छ भन्छ, तर स्याङ्जा ठाउँ पनि एकदम कडा रहेछ है यहाँनिर चाहिँ हैन। फर्स्ट टाइम आयो म यहाँतिर त नगरपालिकाले लगाइदिन्छ पिङ्क कलरको रङ। ओ त्यस्तो हो? ए त्यही भएर त प्रायः सबै पिङ्क छ त। आफ्नो टल घर पिङ्क हुन्छ, अलिकति चाहिँ पिङ्क हुनै पर्यो क्या घरमा। ब्रान्ड बनाएको होला त्यसै, नगरपालिकाको ब्रान्डिङ चाहिँ पिङ्क होला होइन। वाह, त्यही भएर अगाडि अगाडि भइ लागिरहेछ। अलिकति भइ नै हुन पर्यो क्या, घर बनाएपछि अलिकति। वालिङतिर अब यो डाँडा कटेर ओह्रालो झरेपछि पोखरा होला होइन? अझै हो वालिङ बजार आउनु बाँकी छ चाहिँ। वालिङ बजार आउनु बाँकी छ। यो सकिने बित्तिकै त पोखरा सुरु नै हो क्या, बजारै सुरु। अब यो वालिङ बजार मेन बजार आउँछ अनि त्यसपछि स्याङ्जाको वालिङ बजारमा हामी प्रवेश गरिसकेको छौँ। डाँडाको चुचुरो हेर्न हो माथि। कस्तो बवाल ठाउँ हो क्या, रमाइलो। घरहरू पुरै पिङ्क छ क्या, हेर्न पारी भित्तातिर घरहरू हेर्न कस्तो राम्रो देखेको थियो। डाँडा मुनि माटो पनि एकदम मलिलो छ कि हो यहाँको। मकै त कस्तो बवाल हो। त्यस्तो गर्मी हुँदैन होला। धेरै गर्मी होइन है। हे गाइस, हामी चाहिँ बुटवलदेखि पोखरा आइसक्यो अनि आइसकेर पनि होटलदेखि फ्रेस भएर अनि फेवाताल घुम्न आइसक्यौँ। के छ केटा हो? ठिक छ, बबाल छ। कस्तो लागिरहेछ? केही भन ल। के गर्नु, लेक साइड आएछ पोखरा फेवातालमा। के छ दोस्त, के छ? बबाल छ ल। फेवातालमा एकछिन चिल हानौँ भनेर आएको।
अनि मास्तिर के अरे सारङकोट जाने भनेको घुम्न बाइक रेन्टमा लिएर महँगो रहेछ। त्यो बाइक रेन्टमा लिने पैसाले चाहिँ बरु हामी गाउँको जुस खाने भनेर सोचिरहेको छु गुलियोवाला। कुरा त्यही छ गाइस, अब पोखरामा आएपछि जुस त खानै पर्यो होइन। अरू अब एक्स्ट्रा खर्च हुँदैन किनकि त्यस्तो धनी छैन हामी। अब फेवाताल नआउने पोखरा नआउने त तपाईँहरू कमै होला मलाई लाग्छ है। हामी यहाँ एकछिन बस्छौँ। वेलकम छ ब्रो। हेलो। फेवातालमा आइयो, राम्ररी राम्ररी खैरिनी हेरियो अनि हामी मन्दिरतिर जाँदैछौँ। खैरिनी हेरियो लास्टमा मन्दिर जाँदैछौँ। पाप पाल्न त जानु पर्यो नि त। अनि अब फेवाताल पहिला पनि आइसक्यो हो नि त। अब त्यस्तो विधि के चाहिँ घुम्नु र, किनकि पहिला पनि घुमेको हो। अनि फेरि आज मौकाले जुरायो यहाँ आउनलाई। हाम्रो पोखरामा काम छ भोलि, सो आएको हो। अनि यसो रिफ्रेस हौँ भनेर मात्रै आएको हो हामी चाहिँ। अनि यस्तो त हो नि यहाँको अब फेवाताल सारङकोट त हो मेन भनेको। अरू त के हुने र, के हो पोखर जति साथीलाई भिराइन्छ, साथीलाई भिराइन्छ कि पर्वतको पोखरमै भिराइन्छ। बुन्छु म झिम झिम सानो वाउ सो नाइस। स्यान्डी